आज हामी नेतृत्वको एउटा एकदमै रोचक अध्याय पल्टाउँदैछौँ। यो कथा यस्तो व्यक्तिको हो जसले पुरै देशलाई अँध्यारोबाट बाहिर निकालेर उज्यालो दिए, तर उनी आफै भने राजनीतिको मैदानमा अल्मलिए। हो, हामी कुरा गर्दैछौँ कुलमान घिसिङको, र उहाँको कथा एउटा पहेली जस्तै छ। प्रश्न के हो भने, आफ्नो प्राविधिक क्षमताले देशलाई नै चकित पार्ने एक राष्ट्रिय नायक कसरी केवल 12 दिनमै राजनीतिको खेलमा पछाडि परे? यो पुरै कुरा बुझ्नको लागि सबैभन्दा पहिले उहाँको त्यो ऐतिहासिक सफलतालाई सम्झिनुपर्छ। उहाँ आउनु अघि र पछि नेपालको बिजुलीको अवस्थामा कति ठूलो फरक थियो, त्यो त हामी सबैलाई थाहा छँदैछ। आजको यो विश्लेषणमा हामी उहाँको कथालाई 4वटा मुख्य खण्डमा हेर्नेछौँ। सुरुमा उज्यालो ल्याउने मान्छेको रूपमा उहाँको उदय, त्यसपछि उहाँको त्यो 12 दिने राजनैतिक आधी, अनि राजा बनाउने तर राजा नबन्ने सिद्धान्त, र अन्तमा गलत समयमा लिएको निर्णयको मूल्य। त्यसो भए पहिलो खण्डबाटै सुरु गरौँ। उज्यालो ल्याउने मान्छे, कसरी एक कुशल प्रबन्धक रातारात राष्ट्रिय नायक बन्न पुगे। यो अङ्कलाई हेरौँ त। 18 दिनको 18 घण्टासम्म लोड सेडिङमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्नु, यो साँच्चै नै एउटा चमत्कार जस्तै थियो। हो, यही एउटा कामले उहाँप्रति आम मानिसमा एउटा गहिरो विश्वास र सम्मान जगाइदियो। तर यहाँनिर एउटा ठूलो प्रश्न खडा भयो। के बिजुलीको तार व्यवस्थापन गर्ने क्षमताले राजनीतिलाई पनि सही दिशा दिन सक्छ? जवाब सोचे जस्तो सजिलो थिएन। उहाँको राजनीतिक यात्रा भनौँ न एकदमै छोटो र उतलपुतलपूर्ण रह्यो। पार्टी प्रवेश गरेको दिनदेखि बाहिरिएको दिनसम्मको यो पूरा घटनाक्रम 2 हप्ताभन्दा पनि कम समयमा सकियो। समस्याको जड यही नै थियो। एउटै व्यक्ति एकै समयमा सरकारको निष्पक्ष मन्त्री पनि हुने र कुनै एउटा पार्टीको पदाधिकारी पनि हुने। यो स्वार्थको द्वन्द्वले उहाँलाई एउटा निर्णय लिन बाध्य बनायो, त्यो पनि एकदमै छिटो। अब यही घटनाले हामीलाई यो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण सिद्धान्ततर्फ लैजान्छ, जुन नेतृत्वको एउटा पुरानो तर सधैँ सान्दर्भिक रहने विरोधाभास हो। यसलाई भनिन्छ किङ मेकर प्याराडक्स। यसले के भन्छ भने, कहिलेकाहीँ जो व्यक्ति शक्ति निर्माण गर्न वा बाटो देखाउन एकदमै सिपालु हुन्छ, ऊ आफै त्यो शक्ति चलाउनको लागि उपयुक्त नहुन सक्छ। एक क्षेत्रको विज्ञता अर्को क्षेत्रमा काम नलाग्न पनि सक्छ। यसको एउटा क्लासिक उदाहरण हुन् प्राचीन भारतका चाणक्य। उनी अर्थशास्त्र र कूटनीतिका महान ज्ञाता थिए, तर उनले आफै सिंहासनमा बस्न चाहेनन्। बरु चन्द्रगुप्तलाई सम्राट बनाए। उहाँलाई राम्रोसँग थाहा थियो कि उहाँको भूमिका राजा बनाउने हो, आफै राजा बन्ने होइन। यस्तै उदाहरण पश्चिममा पनि भेटिन्छ। महान दार्शनिक एरिस्टोटलले अलेक्जेन्डर द ग्रेटलाई राजनीति र युद्धकला सिकाए, तर आफै साम्राज्य चलाउन कहिल्यै गएनन्। उहाँ सल्लाहकार हुनुहुन्थ्यो, शासक होइन। निचोडमा के हो भने, व्यवस्थापन र राजनीति 2 फरक कुरा हुन्। राजनीतिमा त द्वन्द्व, सम्झौता र निरन्तर हुने आलोचनालाई पचाउन सक्नुपर्छ। यसको लागि प्राविधिक ज्ञानभन्दा बढी भनौँ न एउटा छुट्टै किसिमको स्वभाव चाहिन्छ। खैर, कुलमान घिसिङको मामलामा समस्या स्वभावको मात्र थिएन, समस्या समयको पनि थियो, र त्यो गलत समयको उहाँले ठूलै मूल्य चुकाउनु पर्यो। उहाँको सबैभन्दा ठूलो गल्ती सायद यही भयो। एउटा भनाइ छ नि, बादल देख्दा ओत खोजिन्छ, पानी पर्न थालेपछि होइन। उहाँले चाहिँ राजनीतिक दबावको आधी आइसकेपछि मात्रै निर्णय लिनुभयो। यसले उहाँलाई कमजोर र अनिर्णयको बन्दी जस्तो देखायो। यसको परिणाम तुरुन्तै देखियो। उहाँको सार्वजनिक छविमा धक्का लाग्यो, साथमा रहेका केही सहयोगीहरू गुमे र वैचारिक भिन्नता पनि छर्लङ्ग भयो। अन्ततः यसले उहाँका राजनीतिक प्रतिद्वन्द्वीहरूलाई नै फाइदा पुर्यायो। यो पुरै उथलपुथलको पछाडि हेर्ने हो भने विचारधारा र नेतृत्व शैली दुवैमा एउटा आधारभूत असहमति देखिन्छ। प्राविधिक विशेषज्ञको स्वभाव र राजनीतिक खेलाडीहरूको स्वभावबीच तालमेल मिलेन। त्यसो भए यो पुरै कथाबाट हामीले सिक्ने मुख्य कुरा के हो त? प्राविधिक ज्ञानले समस्याको समाधान त देला, तर राजनीतिक नेतृत्वले त मानिसहरूबीचको द्वन्द्व र अनिश्चिततालाई व्यवस्थापन गर्न सक्नुपर्छ। यी 2 बिल्कुलै फरक सिप हुन्। र अन्तमा कुलमान घिसिङको यो अनुभवले हामी सबैलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनाउँछ। के कुनै पनि क्षेत्रको नेतृत्व गर्न केवल एक प्रतिभाशाली दिमाग भए पुग्छ, वा साँचो नेतृत्वको लागि एउटा पुरै फरक प्रकारको बुद्धिमत्ता र स्वभावको आवश्यकता पर्छ?